हो नि त। मेरो परिकल्पनै त्यही हो, त्यो लेभलमा हामी पुग्नुपर्छ भन्छु। र एउटा कुरा हामीले के बुझ्नुपर्छ भन्दा कुनै देश सार्वजनिक यातायात व्यवस्थापन नगरी समृद्ध र विकसित बनेको छैन, अथवा कुनै देश विकसित र समृद्ध हुनु छ भने सार्वजनिक यातायात व्यवस्थापन नगरी समृद्ध र विकास हुँदैन। यति कुरो त तपाईँले तर हाम्रो त प्राथमिकतामै छैन सार्वजनिक यातायात। छैन। जस्तो तपाईँ म यहाँ आउँदाखेरि पनि यातायात चाहियो। कतिले भन्छन् हस्पिटल फ्री गरौँ, हस्पिटलको सुविधा भन्छौँ नि। तपाईँ टाइममा हस्पिटल पुर्याउन सक्नु भएन भने त्यो फ्री भएकै अर्थ। स्कुल कलेज अफिस टाइममा पुग्न सक्नु भएन भने के अर्थ हुन्छ होइन। सबैतिर डिले हुन्छ भने के हुन्छ। सडक दुर्घटनामा चाहिँ यङ मान्छेको चाहिँ मृत्यु हुन्छ भने त्यसले देशलाई के दिन्छ, त्यसको सामाजिक असर के हो, आर्थिक असर के हो होइन। तपाईँ चाहिँ 5 घन्टा लाग्ने सडक चाहिँ 20 घन्टा लाएर चाहिँ यात्रा गर्नुहुन्छ नि, त्यसको चाहिँ अर्थतन्त्रमा लस कति हो। त्यही भएर समय कति मूल्यवान चिज हो, हामी त कहिले त्यसलाई काउन्ट गर्दैनौँ। त्यही भएर यातायात भनेको चाहिँ समृद्धको आधार हो क्या। कुनै देश पनि तपाईँको चाहिँ समृद्ध भएर बाटो बनेको होइन क्या। बाटो बनाएर समृद्ध हुने हो नि। यो त हाम्रो इन्डियाको चाहिँ एउटा मिनिस्टरले भनेको त यो आज विश्वभरि प्रख्यात छ। हुन पनि त्यही हो, मैले पनि सधैँ त्यही भनिराखेको छु। तर इन्डियनहरूले, मैले धेरैजनाले घुम्नु भएको छ होइन, मैले खालि एउटा लेटेस्ट रेफरेन्स मात्रै कुरा गरेको। म केही हप्ता अगाडि भारतको विभिन्न प्रान्तहरूको पारिवारिक भ्रमणमा जाँदा उनीहरूले सडक चाहिँ अहिले कति धेरै विकास गरेका छन् हेर्नुहोस् त। सडक मात्र होइन नि, उनीहरूले त यातायात विकास गरेका छन् क्या। यातायात प्रणाली विकास गरेका छन्। अपुग छ, सुधार हुन त्यहाँ पनि धेरै, पपुलेसन पनि एकदमै धेरै छ। तर हेर्नु न, प्रयास मेट्रो बनाएछन् ठुला ठुला सहरहरूमा होइन। लखनऊ जानु, दिल्ली जानु, सबैतिर बनाएछन्। अनि उनीहरूले गुड प्र्याक्टिस गरिराखेको छ क्या। जस्तो तपाईँ दिल्लीमा जानुभयो भने महिलाको रोजगारीमा सहभागिता होस् भनेर राज्यले चलाएको सार्वजनिक बसमा महिलालाई फ्री गरिदिएको छ क्या। त्यो गुड प्र्याक्टिसहरू चाहिँ देखिन्छ क्या। मेट्रो बनाएका छन्, प्रयास गरेका छन्, खाल्डाखुल्डी रहित सडक बनाएछन् होइन, फ्लाइओभर पनि बनाएछन्, हरियाली पनि दिल्लीमा देखा छन्, प्रयास छ क्या। त्यही भएर चाहिँ अहिले त्यहाँको उदाहरणहरू हामीले दिन सक्छौँ। हाम्रोमा त प्रयासै भएन। एउटा द्रुत बस भनेर चलाउँदा असफल हुने छुट हुन्छ। अनि त्यसको अपन्न त कसले लिदिने, टुरो हुने अवस्था भयो हो। त्यही भन्दैछु त। त्यही भएर हाम्रो समस्या के हो त भन्दा जो यातायात क्षेत्रमा काम गर्नुहुन्छ उहाँले कहिले पनि सार्वजनिक यातायातमा यात्रै गर्न परेन। त्यो उहाँलाई त्यो पीडै थाहा छैन। त्यही भएर पीडा थाहा नहुने मान्छेले त्यहाँ बसेर, अथवा त्योमा प्यासन नहुने मान्छेले चाहिँ नसक्ने कारण त्यो हो। र अब तपाईँले भनिरहँदाखेरि म आएर के परिवर्तन भयो भन्दा यी विषयमा बढी छलफल हुन थाले, प्रयासहरू हुन थाले। आज ट्राफिक लाइट जडान भयो। अब मेरो प्रयास के छ, आज ट्राफिक लाइट 24 घन्टा बल्नुपर्छ। अब मैले ट्राफिक लाइट जडान हुनुपर्छ भन्नेबाट माथि त किन सोध्दैनौ न, दिमाग हो क्या। उनीहरूले के सोच्छन् भन्दा ट्राफिक लाइट भन्दा हामी एफिसियन्ट हो, ट्राफिक लाइटले गर्दाखेरि चाहिँ ट्राफिक जाम भयो भन्ने सोच्नुहुन्छ क्या। हामी बढी जान्ने भएर हो क्या। हो, उहाँहरूले के बुझ्नुहुन्न भने संसारभरि यो चाहिँ सफल चाहिँ के हो त यातायात व्यवस्थापन गर्न भने ट्राफिक लाइट हो। त्यो ट्राफिक विश्वका कमै मात्रै, हामी जस्तै थर्ड वर्ल्ड कन्ट्रीमा पनि कमै मात्रै देशमा मानिस ट्राफिक पुलिसका रूपमा उभिन्छ नि। हो, त्यो एकदम कम हुन्छ नि सडकमा उभिने। पुलिस त देखिनै हुन्न नि। तपाईँ जानु न दुबईतिर जानुहोस्, त्यहाँ तपाईँ के अरे पुलिस देख्नुहुन्न, ट्राफिक पुलिस। तर तपाईँ गल्ती गर्नुहोस् त तपाईँलाई 2 मिनट पनि 1 मिनटमा तपाईँलाई च्यापो समाएर लग्छ भनेपछि हामी त प्रविधि मैत्री हुनु पर्यो। त्यही भएर मैले भने अब यो ठाउँमा आयो कि अब ट्राफिक लाइट हाल भनिरहनु परेन क्या। अब बालमा जानु गयो क्या, एक स्टेप त जम्प भयो नि, राम्रो भयो होइन। त्यही भएर हाम्रो प्रयास चाहिँ त्यो हुन्छ क्या। जस्तै सडक सुरक्षाको कुरा गरौँ होइन। सडक सुरक्षा चाहिँ मैले यही कार्यक्रमको सुरुमा पनि भनेको थिएँ, दुर्घटना कुनै पनि हुनु हुँदैन, ज्यान कसैले कुनै पनि न्युमा गुमाउनु हुँदैन एउटा पाटो। तर हवाई दुर्घटना भएर 15 जनाको चाहिँ मृत्यु भयो भने हामी एकदमै ठुलो समाचार बनाउँछौँ, त्यसलाई आयोग बनाउँछौँ होइन, धेरै चिज गर्छौँ। तर सडक दुर्घटनामा हरेक दिन तपाईँ चाहिँ दर्जनौं मान्छेको मृत्यु भइरहेको हुन्छ, त्यो चाहिँ हामी काउन्ट गर्दैनौँ। अब हवाई यातायात भने चाहिँ विश्वले हेर्ने यातायात भयो होइन। अब सडक यातायात चाहिँ नेपालभित्र मात्र हेर्ने भयो। अब रिपोर्ट बनाउने, आयोग बनाउने, बाहिरका चाहिँ यो निकायहरू हुन्छ नि जसले चाहिँ यो हवाई यात्रालाई व्यवस्थापन गरिरहेको हुन्छ, त्यसको लागि पनि गर्नु पर्यो हो।
फेरि अब हवाईमा चढ्ने भनेका हुने खाने नै चढ्ने हुन्, त्यही भएर त्यो जसको आवाज सुनिन्छ। आवाज सुनिन्छ, त्यो प्राथमिकतामा परिहाल्यो। अनि हवाई यातायात भने एउटा फ्यान्सी एउटा लग्जरी पनि हो, त्यता फोकस गइहाल्छ। अब यो गाडी भने त चलिरहन्छन्, अब सार्वजनिक झन् बस भन्यो भने त अब यो चाहिँ निम्न वर्गको चाहिँ चढ्ने बुझाइ छ, त्यही भएर यतातिर कम फोकस छ। तर पहिलो भन्दा अब हामी फेरि कम्पेयर गर्छौँ जर्मनी र अस्ट्रेलिया युरोपसँग, त्यो लेभल त हामी धेरै पछि, तर वर्षौं लाग्छ। केही सुधारहरू भएका छन्। त्यही भने मान्छेले प्रायोरिटी कहाँ राख्छ भन्ने कुरा हो होइन। अब यातायात मन्त्री आएर फोकस कहाँ छ भन्ने